दर्शकबिन भुन्टी सिरियलको 315 भागमा अहिले सुकुमायाले आफ्नो मितिनी भुन्टी हराइरहेको मिडिया मार्फत थाहा पाएपछि ऊ यति धेरै आत्तिदै आफ्नो मितिनीलाई खोज्न र पत्ता लगाउनको लागि के कारणले लाउनको लागि ऊ अहिले आइपुगेकी छिन्। यता भुन्टीको घरमा अहिले सुकुमाया भुन्टीको आइपुगेकी छिन्। यता भुन्टीको घरमा अहिले सुकुमाया भुन्टीको रूप लिएर र रूप धारण गरेकी छिन् र भुन्टीको लास हो कि भनेर सल्लाघारीमा एउटा मरेको आइमी देखा पर्छिन्। सबैजनाले हल्ला खल्ला भएपछि उनीहरू पत्ता पुगेका थिए। जेरी र सिरिया अब मरेछ, हामीहरूले गर्ने काम अर्कैले गर्दैछ भन्दै उनीहरू खुसी हुँदै गएका थिए। हस्पिटलमा पोस्टमार्टमको लागि महिलालाई लगेको थिए। पोस्टमार्टम गर्ने ठाउँमा गएर टोकले हेर्दा आफ्नो बहिनी नभएर अर्कै महिला भएको जानकारी भएपछि जेरी र सिरिया भने एकदम निराश भएका छन् र उनीहरूले सोचेको जस्तो भएनछ। त्यो मोरी भनेर कति धेरै खुसी भएको थिए, तर पनि रहेनछ भुन्टी मरेको। उनीहरू त्यहाँ आइराखेका थिए, तर अहिले त्यहाँ सिरियाको घरमा भुन्टीको रूप धारण गरेर सुकुमाया बसिरहेकी छिन् र अब भुन्टी मरे भनेर पत्ता पनि लाउन पनि सकेनन् र जिउँदो छ भनेर पनि पत्ता लाउन सकेका थिएनन्। भुन्टी अब यसरी आफ्नो घरभित्र आएर बसिराखेको देख्दा सिरिया पनि आत्तिरहेको छ। होइन यो कसरी आइयो घर हो भनेर आत्तिरहेको छ। दर्शकबिन अब सुकुमायाले सबै भुन्टीलाई हेला गरेको भनेर बुझ्नको लागि भुन्टीकै रूप र कपडा पनि लगाएर बसेकी छिन्। अब सुकुमायाले पत्ता लगाएको पछि के गर्छिन् त सिरिया र जेरीलाई। अनि यता भूपेन्द्रको बहिनी भने भूमिकाको अहिले यस्तो हालत भएको छ कि पहिला आफूले गरेको पुरानो पापहरू भाउजूमाथि दुर्व्यवहार र हेला सम्झिँदै राखेकी छिन्। आफ्नो आमाजु दिदीले माइतबाट आउँदा घरभित्र पस्न नदिएर बाहिर कामहरू देखाएर काम गर्न लगाएका हुन्छन् र घरमा पाकेको खाना र मासु आफ्नो भाइलाई मात्र दिएर बुहारीलाई नदिएर भोकै राखेकी हुन्छन्। पहिला आफ्नो भूमिकाले पहिला त्यस्तै पाप सर्लकै पापहरू भोग्न परेको छ। दर्शकबिन कस्तो हुने रहेछ उसलाई हेप्ने नतिजा ऊ अहिले आफै भोग्नु परेको छ। उलाई अहिले यति धेरै गाह्रो भएको छ कि भुन्टी कति शान्ति र कति सहयोग गर्थे, तर पनि उलाई अति नै भएपछि ऊ सहन नसकेपछि ऊ बाहिर निक्लेकी छिन्। दर्शकबिन अब भूमिकाले के गर्छिन् त्यो हेर्नको लागि अर्को एपिसोड हेर्नु पर्ने हुन्छ। आज यति नै।